हेलो हेलो साथीहरूलाई झोलले नमस्ते मेरो तर्फबाट र धेरै धेरै माया सम्झनाहरू सम्झारमा हुनुहुन्छ र संसारमा हुनुहुन्छ भन्ने पक्का पनि आशा छ र हुन पनि पर्यो। अनि साथीहरू अब बर्खा लगाइसक्यो के कस्तो हुँदैछ हजुरको ठाउँतिर धान रोप्नु हाम्रोतिर चाहिँ सुरु भएको छैन गोठालो हिँड्दैछौँ। अब गोठालो हिँड्नलाई पनि अब बिदा हुने बेला भयो हामी अब गोठालो हिँड्दैनौँ पक्कै पनि हिँड्नुपर्छ हाम्रो घर फ्यामिलीको मान्छेहरू हिँड्नुहुन्छ। अब म चाहिँ अब 2-3 दिनसम्म त्यसपछि म गोठालो हिँड्दिनँ खेतीमै हुन्छ। सम्पूर्ण साथीहरूले चाहिँ मेरो युट्युब च्यानल हेरिदिनु होला र सब्सक्राइब गरिदिनु र लाइक कमेन्ट सेयर पनि गरिदिनु होला र माया पनि गरिदिनु होला भन्ने आशा छ र पक्कै पनि गर्नुहुन्छ। राम्रोसँग धान रोप्नु होला आफ्नो ख्याल गर्नु होला गर्मीको मौसम छ होइन के गर्नु अब गाउँले पर्यो अब कहिले वनपाखा कहिले खेतीपाती अब गर्नु नै पर्छ आफूलाई।